त्यत्रो जनतालाई गोली हान्ने, जनता सरसरीलाई गोली हान्ने हुकुम दिनलाई अनि बाहिर प्रचार गर्न छोड्थ्यो नि। त्यसको बाबुले मारो प्रधानमन्त्रीलाई थाहा छैन अरे। त्यस्तो कुकुर पनि प्रधानमन्त्री हुन्छ? कस्तो मानेर रहेछन् नेपाली जनताले। जिम्मै नभएकालाई प्रधानमन्त्री मानेका। ल मलाई थाहा छैन अरे। ल गोली हान्ने आदेश दिने चाहिँ त्यही चण्डाल हो। हाम्रो सहरलाई हामीलाई त ठिकै छ, हाम्रो सहरलाई कति गइरह्यो होला मनमा। ठुलो भ्रष्टाचार त यो न्यायालयमा भएको नि। ठुलो भ्रष्टाचार भनेको न्यायालय मात्रै हो। यिनलाई बिगार न्यायालय हो। न्याय दिने भने यिनी बिग्रिँदै थिएन। न्यायालयमा न्याय छ, घर छ अहिले। न्यायाधीश एउटा नि छैन। न्यायालय छ, न्यायालयको घर छ, न्याय गर्ने घर छ, घर बोल्दैन। अब बोल्नेले कतिले बोल्दैन। कोही ओलीका, कोही देउपाका, कोही प्रचण्डका।